हेलो गाइज, दर्शन नमस्ते नमस्कार सम्पूर्णलाई। मेरो फेसबुक पेजमा जोडिनुभएका सम्पूर्ण साथीहरूलाई गुड मर्निङ पनि भन्न चाहन्छु। आज हेर्नुहोस् क्या दामी मौसम छ। हेर्नुहोस् चिसो मौसममा मस्त दामी न्यानो घाम लागेको छ। त्यही भएर मैले पनि आज यसो बाहिरतिर पार्कतिर बसेर नास्ता गर्ने योजना बनाएको छु। अनि के छ हालखबर हजुरको? सन्चै आरामै हुनुहुन्छ होला भन्न चाहन्छु सम्पूर्ण साथीहरू। आज लगभग हप्ता दिन जति भएको थियो यो ठाउँमा घाम नलागेको। अनि आजको यो न्यानो मौसममा यस्तो आफ्नै हातले मस्त तरिकाले बाहिर घाममा बसेर नास्ता गर्ने मैले यसो योजना बनाएँ होइन। अनि अहिले रोटी बनाएर टक्कमा घाममा बसेको छु। ल तपाईँहरू हेर्दै गर्नुहोस्, म खाँदै गर्छु है त। मैले बनाएको रोटीहरू पनि देखाउँछु है, एकचोटि हेर्नु होला म कस्तो रोटी खाँदैछु भनेर म तपाईँलाई भिडियो मार्फत देखाउँछु है त। ल है गाइज, हेर्नुहोस् कस्तो दामी रोटी पकाएको छु मैले। अलिअलि खाइसकेँ, अलिअलि खान बाँकी छ। दही छ हेर्नुहोस् यहाँ। दहीमा चाहिँ केही पनि हाल्दैन, म पराउँठासँग दही खाने बेला दहीमा केही पनि मिक्स गर्दैन। अनि एउटा पराउँठा यता छ, एउटा पराउँठा यता छ। अलि फरक तरिकाले मैले दुईवटा पराउँठा बनाएको छु। हुन प्याज आँटा पनि एउटै हो। अनि आँटा कस्तो भनेपछि हिजो रातिको जो बचेको आँटा दाल हुन्छ नि त, त्यो दालबाट मिक्स गरेर रोटी बनाएँ, आँटा गुनेको। अनि त्यो आँटामा प्याज मैले दुवै पराउँठीमा हालेछु, तर यताको यो पराउँठीमा फरक तरिकाले हालेछु, यो पराउँठीमा फरक तरिकाले हालेछु। यस्तो दामी नास्ता बनेछ। यस्तै तरिकाले बनाएर नास्ता खानु होला है साथीहरू। अब खाना के बन्छ कस्तो बन्छ त्योभन्दा पनि अलि त्यो पराउँठी खाने हुन्छ भने मसँग आउनु होला, म भएको ठाउँमा आउनु होला। पराउँठी चाहिँ म तपाईँहरूलाई भने जस्तै पराउँठी दिन्छु। हरेक आइटमको पराउँठी अरू अरू तरिकाको भने जस्तै पराउँठी बनाएर दिन्छु। यस्तो दामी छ हेर्नु। ल ग्यास गर्नुहोस् है, के हालेछु म पछि कमेन्टमा मेन्सन गरिदिन्छु मैले के हालेर पकाएको छु भन्ने कुराहरू। यो कुन तरिकाले अर्को साइड देखाउँछु है यसको। ल अर्को साइड हेर्नुहोस् त। ओ माइ गड, कम दामी तरिकाले पाकेको छ। यो खान कम मजा आउने होला अब मलाई। हेर्नुहोस् यस्तो साइड यस्तो छ, यस्तो साइड यस्तो छ होइन। अनि यो वाला चाहिँ आधा खाइसकेँ मैले, आधा खान बाँकी छ। अब यो अलि फरक तरिकाले बनाएको छु, यो वाला फरक तरिकाले बनाएको छु। यता दही छ। ल है त साथीहरू हेर्नु होला, मसँग जोड्दै गर्नु होला। यस्तो धेरै अन्य किसिमको भिडियोहरू, अन्य थुप्रो भिडियोहरू पनि लिएर आउनेछ हजुरहरूको माझ। कस्तो लाग्छ कस्तो, अब यो कस्तो कुन तरिकाले कुन के मिक्स रहेछ यो पराउँठीमा तल कमेन्ट गर्नु होला। अनि यस्तो पराउँठी खानु कसलाई मनपर्छ कमेन्टमा गर्नुहोस्। म यदि समय मिल्यो भने तपाईँलाई पराउँठी पार्सल गरिदिन्छु है त साथीहरू। साथीहरू यसो हल्का हल्का रोटी खाएर देखाउँछु है म। जिब्रोमा पानी ननिकाल्नु होला। कान्छी तिमीले नास्ता खायौ? खाएँ मैले। के खाएको? आलुको रोटी। खान्छौ पराउँठी? हेर्नुहोस् पराउँठा यस्तो दामी, खाँदा पनि यस्तो दामी हुन्छ क्या यस्तोमा होइन। प्याज हालेछु, पाक्न पनि दामी तरिकाले पाकेको छ। कलर हेर्नु न, कलर कस्तो तरिकाले पाकेको छ। यो दहीभन्दा पनि यस्तै खानु मजा आउँछ क्या ज्यादा, बिना केहीसँग। अब यसमा प्याजभित्र हालेछु नि त, मसला हालेछु, नुन हालेछु होइन। त्यो भएर हुनाले त्यही भएर यो खाना यस्तो दामी हुन्छ कि। कैसे बनाते ये भी दिखा देते। दहीसँग पनि मस्त। अब कस्तो बनेछ भनेपछि मैले जति बेला भिडियो खिचेँ नि त्यति बेला म भिडियो खिच्ने कन्डिसन थिएन रोटी बनाउने बेलामा। त्यही भएर मैले त्यति बेलाको भिडियो खिच्न पाएन। एउटा तरिकाको रोटी अब सकिन लाग्यो है। यो रोटी खाइसक्यो भने अर्को रोटी देखाउँछु है म। दामी मजा आउँछ पराउँठी खानु। पराउँठी खानुपर्छ साथीहरू, यस्तो तरिकाको खायो मुखमा बाइट गर्ने बेला पनि रोटीको आवाज आओस् के, अनि मजा आउँछ पराउँठी खान है। ल साथीहरू एउटा पराउँठा सकियो खाएर अर्को बेला यो बेला खान सुरु गर्छु है। अब कस्तो छ यति खान मजा आउँछ पराउँठा साथीहरू। केही मसला भन्ने कुरा, दही दुध भन्ने कुरा, सब्जी अचार चटनीहरू केही चाहिन्न। मलाई दही खान राम्रो लाग्छ, दही धेरै खान्छु म। त्यही भएर साथमा दही लिएर आउँछु। कस्तो मजा आइरहेछ है साथीहरू। पराउँठी दामी चिसो मौसममा यति न्यानो धुप छ आज होइन।
यहाँमाथि यो चाहिँ मैले काम गर्ने घर हो हजुर हाए सचहरू भित्र यता छ कान्छी पनि रहेछ नि एउटा यहाँ त्यहाँसम्म माथिसम्म ठुलो छ के हेर्छौ खान्छौ रोटी मैं नहीं खाती आपका जूठा रोटी कैसे जुट्ठा होगा यार उधर रखा हुआ ल साथीहरू अब तपाईँहरू हेर्दै गर्नुहोस् म रोटी खाँदै गर्छु होइन मेरो फेसबुकमा जोडिदियो गर्नु होला सबै साथीहरू रमाइला रमाइला दुःख सुख भलाकुसारीहरू गर्दै गरौँला हातेमालो गर्दै गरौँला दुःख सुख साट्दै गरौँला होइन मिलेर रोटी पनि खाँदै गरौँला त्यसमा पनि केही आपत्ति छैन होइन आन्जी अब रोटी सकिन लाग्यो होइन यस्तो दामी तरिकाले पाकेछ क्या है गाइस मेरो फेसबुकमा जोडिँदै गर्नु होला सबैजना अहिलेको लागि इन्डु अर्को टाइममा भेट्छु है त